विदेशबाटै आएको भनेपछि त पक्कै ब्रान्डेडै ल्याएको होला। तँसँग यो मिक्स गरेपछि त के भयो? मुखमा पानी पानी भयो के बरु। के छ मलाई चिनिन्छ? ओसेको साथी। ओइ को तिमीहरू के गरे मेरो घरमा? जयलङसँगले हामी चाहिँ पोषकुमारका साथीहरू। अनि तपाईँ चाहिँ को? म पोसेको बाउ। स्लो मोसनमा भन्नुपर्दा बाउलाई नै सरप्राइज दिएछ कि क्या हो? पोसे त आइसक्यो त, उसँगै आएको हामी। अब पोसे साथीभाइ भनेपछि दामले चुडाउँछ। आज पक्कै पनि यही काटेर खुवाउँछ होला भनेर फेरि बिचरा उसलाई के दुःख दिनु, बरु हामी 3 दाजुभाइ मिलेर यसो पाका पुका बनाइहाल्छौँ भनेर यसो सुरसार गर्दै पो छौँ त। होइन, यत्रो समयपछि आएको छोरालाई किन कुट्या? आउँछ यत्रो समयपछि। दुबई पुगेको 7 दिन फर्केर आयो कुलुङ्गर। दुबई पुग्ने बित्तिकै काम गर्न सकिन, घर फर्कन्छु भन्यो। किन फर्कन्छस् घर? दुनियाँका छोरा ती बसेर काम गरेर छन्, तजी गर्न सक्दैनस् भनेको? 7 दिनमै पो घर फर्केछ यो फटा। लुयै साथी हो। 7 दिनमा 1 दिन जान 1 दिन आउनु, जम्मा बाँकी रहेको 5 दिनको कमाइले ब्रान्डेड पनि हनाउला जस्तो छ, कुखुरो पनि खुवाउला जस्तो छ। यो हिसाबले पोसेले चिनो त मलाई चिनेन नि। साथी हो होला त बाउले कुटेर मार्लान् जस्तो छ। अब कता बसेर युरोकप हेर्ने हो? मलाई नछोडा है, मलाई सँगै लैजा। हेलो बुवा, दर्शन गरेँ। दर्शन आइपुग्छ र? आइपुगेँ बुवा। तपाईँ कता हुनुहुन्छ? ए म यहाँ बारीमा छु बाबु। अनि सुन्नु न बुवा, म यहाँ आएको थाहा पाएर 3 जना केटाहरू मेरो पछि लाएर घरमा आएका छन्। तपाईँ तुरुन्त आइहाल्नु पर्यो, यिनीहरूलाई भगाउनु पर्यो। ए ल ल ल म आइहालेँ। धन्न भगवान भयो बुवा यिनीहरूलाई। विदेशमा 50 डिग्रीको घाममा पसिना बगाएर अलिअलि कमाएर लिएर आयो, गाउँ छिन पाएन, सबलाई खुवाउन पर्ने। विदेशमा त पैसाकै रुख छ जस्तो गर्छन् बा। हँसायो शेरले भन्थे, यहाँनिर त पोसेले हँसायो। युरोकप हेरौला, खानपिन गरौला भनेर गयो, पोसे 7 दिनमा फर्केर चाहिँ दुबई गयो। कहाँ गएर चाहिँ हेर्ने बेला आज युरोकप? साङ्लो बर आज यसो गरौँ, सोलमारी गएर हेरौँ। हामी त अब आज यसो यी सोलमारी डबाक सबाक पनि हान्ने, रमाइलो गर्दै युरोकप हेरौँ भनेर आएको त। हुन त हुन्थ्यो भाइ, यो युरोकपले गर्दा सोलमारीमा बढी भिडभाड भयो, कोरोनाको जोखिम पनि बढ्यो भनेर पुलिसले मलाई समातेर लगेको थियो। भर्खर छुटेर आउँदैछु, त्यसैले यहाँ बसेर खान बस्न युरोकप हेर्न चाहिँ मिल्दैन हो। भनेपछि यहाँ बसेर खाना ओर्न युरोकप हेर्न मिल्दैन? दाजु, हाम्रोमा टिभी त छ नि होइन? टिभी त छ। त्यो त हुन्छ बाउला। तपाईँलाई सोलमारी खोल्न मिल्दैन भनेको होइन?